कुमारजी नमस्कार। नमस्कार। ठिक छ र? एकदम। तपाईँसँग मेरो भेट नै वास्तवमा पहिलोपटक त नभन्दा दोस्रो पटक नै भेट। यो दोस्रो पटक। हाम्रो दोस्रो पटक होइन, यो तेस्रो पटक। तेस्रो पटक हो। तेस्रो। पहिलो पटक भनेको 22 मा भएको रहेछ। हजुर। अनि दोस्रो पटक अस्ति भयो भयो। र यसपालि यो कुरा भयो। खास तपाईँसँग कुरा गर्ने चाहिँ मेरो लामो समयदेखिको एउटा तृष्णा थियो। त्यो तृष्णा आज पुरा हुन्छ जस्तो छ। तपाईँ व्यावसायिक प्लस साहित्यिक। अब म यहाँ साहित्य चर्चा गर्न खोजेको के छ झापाली साहित्य स्थिति? झापाको साहित्य स्थिति अहिले विगतमा अलिकति सुस्ताएको थियो। अब अहिले चाहिँ विभिन्न किसिमका गतिविधिहरूले गर्दा अहिले चाहिँ चलायमान छ। ए अच्छा, तपाईँ कहाँबाट सुरु गऱ्यौँ भने नि, जस्तो तपाईँको अश्वत्थामाबाट सुरु गरौँ ल। हजुर। अश्वत्थामालाई केही मानिसहरूले कृष्ण धारावासीको राधाको निरन्तरता हो भनेर भनेका छन्। त्यस्तै हो त्यो? निरन्तरता त कसरी हुन्छ? राधामा राधै मात्रै छ होइन, राधाको गुण छ। अर्थात् यसलाई अर्को तरिकाले भन्दाखेरि जसरी राधा लेखियो त्यही शैलीमा अश्वत्थामा लेखियो। जसरी राधामा एउटा व्यक्ति चाहिँ त्यहाँ बसिरहेको थियो अनि एउटा लिपि पढ्न सकिएको थिएन अनि एउटा व्यक्तिले चाहिँ पढ्न थाल्यो, यही छैन राधामा त त्यसमा पनि त्यसको उठान त त्यसरी नै गरिएको छ। लिपि पढेको छैन यसमा। यसमा चाहिँ अश्वत्थामाले आफ्ना कथा बनाएको छ। त्यहाँ चाहिँ लिपि भयो, राधाको चाहिँ लिपि उनले पढे। यसमा चाहिँ लिपि केही छैन। उनले जस्तो अश्वत्थामाले आफ्नो कथा त कहीँ बताउन पाएको त छैन। भनेपछि त हाम्रो चाहिँ पूर्वीय दर्शन के हुन्छ भने अश्वत्थामा त जिउँदै छ। अब जिउँदैमा भएपछि त जिउँदोको त कथा पनि त छ। जिउँदै कथा छ, अर्कोले भनिदिनु पर्दैन। भनेपछि उनले नै त्यो महाभारतकालीन जुन घटना छ उनले आफ्नो जीवन भोगेको कथा बताएका छन्, त्यसको अनुभव बताएका छन्। तपाईँको दाजुभाइले चाहिँ हाम्रा मिथकीय पात्रहरूलाई, मिथकीय कथाहरूलाई कुनै विनिर्माण गरिदिनु भयो, भङ्गै गरिदिनु भयो? होइन, यस्तो छ। हाम्रो संसार छ नि त, हाम्रो पूर्व दर्शन चाहिँ संसार छ। विज्ञानले पनि त्यहीँ भित्रबाट बुझ्छ होइन। जस्तो सामान्यतया भन्छ नि त होइन, हाम्रा चाहिँ पूर्व दर्शनमा उहिले पुष्प विमान चढ्यो होइन। विज्ञानले पछि खोजेर विमान बनायो। हाम्रो पूर्व दर्शनले त उहिले गरिसकेका रहेछ नि त त्यो कुरा होइन। अब अहिले तपाईँ युद्ध भइरहेको छ हेर्नुहोस्। अहिले युक्रेन रुसको युद्ध भइराखेको छ, इजरायल अमेरिका इराकको युद्ध भइराखेको छ। यी युद्धमा बम तल झर्दैन, माथि माथि नै एउटाले हान्छ, अर्कोले चाहिँ उहीँ ढुस गर्छ त्यसलाई। हाम्रो पूर्वीय दर्शनमा हेर्नु हो भने त्यस्ता लडाइँ त उहिले महाभारतमा रामायणमा उहिले भएका छन्। एउटा धनुषले चाहिँ यताबाट हानेको छ, रावणले हानेको धनुष उताबाट चाहिँ रामले चाहिँ रोकेको, माथि नै रोकेको छ नि त। हाम्रोमा चाहिँ खालि धनु मात्रै चाहिँ त्यसलाई चाहिँ त्यो प्रतीकको रूपमा धनुष बनाइयो होइन। तर अहिले हेर्दा त त्यो धनु पनि तिखै छ, यी रकेट जो उडिरहेछन् ती पनि त तिखै छन् होइन। आखिर एउटाले हानेको रोक्न त माथि माथि नै काम भइरहेको छ। त्यो त उहिले गरेको रहेछ नि त हाम्रो पूर्व दर्शनले। यसको मतलब तपाईँले हाम्रा मिथकीय कथाहरू, धार्मिक कथाहरू, पौराणिक कथालाई चाहिँ अहिले विज्ञानसम्म जोड्न खोजिएको हो? होइन, जोड्नु नै पर्छ। विज्ञानले नै हामीले मानेको मान्यता जुन छ, हामी जसलाई चाहिँ देवत्वकरण गरिराखेका छौँ, ती देवत्वकरण गरेका कुराहरूलाई आफ्नो ठाउँबाट भन्यो होला। जस्तो हामीले 4 कक्षामा पढ्दाखेरि त्यो 4जना साथीको कथा पढ्छौँ नि, 4जना साथीको कथा पढाएका थियौँ हामीले। अहिले त छैन कि एउटैले चाहिँ बाँच्छन् 4जना के विषयमा भन्दा अङ्गुर खाने कि द्राक्षाफलम खाने कि दाग खाने कि ग्रेप खाने होइन। 4जना त्यही एउटा खाने बाँच्छन्, तर उनीहरूको भाषा मात्रै त फरक रहेछ। भाषा फरकको आधारमा एउटै विषयलाई हेर्ने त्यसमा त्यो अङ्गुरलाई चाहिँ थाहा छैन फेरि म के हुँ भन्ने कुरा। तर जो उसको लागि लडिरहेछन् उनीहरू चाहिँ कोही दाग भनेर लडिरहेछन्, कोही अङ्गुर भनेर लडिरहेछन्। भनेपछि हाम्रा पनि हेर्ने कुराहरू विषय चाहिँ त्यही होला। कसैले धार्मिक आस्थाको आधारमा हेर्यो होला, कसैले वैज्ञानिक आधारमा हेर्यो होला, तर विषय त उनी हुन्थ्यो। अच्छा, भनेपछि त तपाईँले अहिले वस्तुताको व्याख्या गर्नुभयो। त्यो अङ्गुरलाई चाहिँ म के हुँ भन्ने कुरा थाहा छैन, तर अङ्गुरका निम्ति हामी विभिन्न हिसाबले लडिरहेका छौँ।
त यो त त्यो लीलापरक व्याख्या पनि हो। लीलै परक भन्नुपर्छ। अब मान्दै आउँदा लीला भयो होला होइन। ओके। तर इन्द्रबहादुर राईले भन्नुभन्दा अगाडि पनि त्यो त थियो होइन। तर अहिले आइपुग्दा हामीले त्यसलाई लीला भन्यौँ। भनेपछि लीलाको कुरा गर्दा इन्द्रबहादुर राईज्यूको कुरा गर्दाखेरि फेरि तेस्रो आयाममा पनि जोडिनुपर्ने हुन्छ होइन। तेस्रो आयामको विरासत लीला लेखन हो या त्यो चाहिँ एक खड्को अगाडि हो। त्यो चाहिँ सिँढी जस्तै त भयो होइन। तेस्रो आयाम आएपछि उहाँहरूले त्यो तेस्रो आयाम अध्ययन गरेपछि इन्द्रबहादुर राईले लीला लेखनतर्फ फाल्नुभयो। भनेपछि त विचार त यस विचार चाहिँ मर्दैन। एउटा ठाउँमा पुगेपछि फेरि त्योभन्दा अगाडिको अध्ययन खोज गर्छ मान्छे। त्यो खोज्दै जाँदा उहाँले चाहिँ लीला लेखनका कुराहरूको विषयमा चाहिँ आफूले यस्तो हुँदो रहेछ भन्ने अनुभूति गर्नुभयो। अनि लीला लेखनका विचारहरू तेस्रो आयामभन्दा अगाडि बढेर आयो। एउटा आरोप नि जस्तो कसैले तेस्रो आयाम त टुङ्गिएको पनि भनेका छन्, किनभने तेस्रो आयामका 3 मुख्य स्तम्भहरू मध्ये एक इन्द्रबहादुर राई मात्रै लीला लेखनमा प्रवेश गर्नुभयो, बाँकी ईश्वरबहादुर र वैरागी काइँला त त्यसमा प्रवेश गर्नु भएन। तर उहाँहरूले त्यसको उत्तराधिकारी पनि निर्माण गर्नु भएन। त्यसको मतलब कसैले भने जस्तो के तेस्रो आयाम चाहिँ टुङ्गिएकै हो कि तपाईँको आफ्नो धारणा चाहिँ के हो त? मलाई लाग्दैन कुनै पनि विषय न सुरुवात हुन्छ न कहीँ गएर टुङ्गिन्छ। उहाँहरूले त्यो बिचमा त्यो कुरा भन्नुभयो। भोलि फेरि अर्को आउँछ र त्यो खोजेर पत्ता लगाउँछ। हाम्रो पूर्व दर्शनमा हेर्नु भने यो पूर्व दर्शनसितै लीलाका कुरा जोडिएको कारणले गर्दा महाभारतको लडाइँ 28 चोटि भयो भन्छ क्या होइन। सेम क्यारेक्टर, सेम घटना होइन, सबै थोक सेम भएर त्यो 28 चोटि चाहिँ भइसक्यो। हामीले द्वापरमा भएको त 28औं चोटि हो भन्छ। भन्नुको मतलब पूर्व दर्शनभित्र रहेर यसलाई यसरी सोच्ने हो भने तेस्रो आयामका कुराहरू अहिले उहाँहरूले चाहिँ त्यो बेलामा आएर हेर्नु। तर आयाम त टुङ्गिएको त छैन नि त। इन्द्रबहादुर राईले लेखन चाहिँ अहिले जुन अगाडि बढ्नुभयो, अगाडि बढ्दै तेस्रो आयाम सकिएको पनि होइन। अब उहाँहरू जो लेखनमा हुनुहुन्थ्यो वैरागी काइँला अनि ईश्वर बल्लभ, उहाँहरूले चाहिँ अब उमेरको हकले केले त्यसमा चाहिँ गर्न सक्नु भएन भने अब त्यो टुङ्गेर हराएकै होइन नि त। त्यो त अलरेडी तेस्रो आयामका कुरा त छन् होइन। त्यो त ढिकुटीमा जस्तो छ। अब कसलाई कहाँ चाहिन्छ उसले प्रयोग गर्दै जाने होला। हामीले लेखेका कतिपय कुराहरू जस्तो साहित्य लेख्ने र सिद्धान्तको कुरा गर्ने दुईवटा फरक विषयहरू छन्। लेखकहरूले लेख्छ, लेखिसकेपछि अनि फर्मामा हाल्नेले यो कुन फर्माको भनेर जान्छ होइन। अब कतिले त तेस्रो आयाम लेखिराखेका होला, जाँच्नेले चाहिँ त्यो तेस्रो आयामको आँखाले जाँचिराखेको छैन होला होइन। त्यो जाँचेन भने वा उसले चाहिँ जाँचेन भने त्यो सक्यो। खालि त्यो तेस्रो आयामको ठेका त उहाँहरूले होइन नि त, ठेकेदार त होइन उहाँहरू त तेस्रो आयामको यो विषय पनि हुँदो रहेछ भनेर अनुभूति गर्ने पहिलो मान्छे मात्रै हुनुभयो होइन। त्यस कारणले गर्दा त्यो विषय चाहिँ थियो वा हुन्छ, तर उहाँहरूले त्यसलाई अनुभूति गर्नुभयो। अनुभूति गरेका कुराहरू अहिले अरू लेखकले पनि लेखिराखेकै होला। तर लेखकले जुन कुरा लेखिरहेको छ उसले आफैले चाहिँ अनुभूति नगरिराखेको हुनसक्छ। त्यस कारणले त्यो कहिलेकाहीँ चाहिँ कसैले भनिदिएन भने, जस्तो गाउँमा राम्रो मान्छे छ भने पनि विज्ञापन भएन भने त्यो मान्छेको चर्चा हुँदैन नि त हो कि होइन। लेखन साहित्यमा पनि यो छ होइन। राम्रा राइटरहरूले लेखेका किताब पनि उहाँ चाहिँ राम्रा चाहिँ त्यो पब्लिसरहरूले त्यसलाई चाहिँ कलेक्ट गरिदिन्छन् किनभने नलेखिदिएर। अनि अब उसले लेखिदिएन राम्रो भन्ने बित्तिकै अरू सबै किताब खराब त हुँदैन नि त, राम्रो त्यस्तै यो तेस्रो आयामका कुराहरू पनि मलाई त्यस्तै भाव जस्तो लाग्छ। भनेपछि अहिले तपाईँका पछिल्ला कृतिहरू लीला सिद्धान्त र प्रयोग अन्तर्गतका कृतिहरू हुन् कि त्यो स्वतन्त्र लेखन भने जस्तै कुरा होइन? हामी लीला लेखनतिर अलिकति लीलाका कुराहरू केही चाहिँ चासोभित्र राखेकाले गर्दा लीला चाहिँ छुट्याउँदैन भने अलिक बढी प्रयोग भइराखेकै छ होइन। त्यस कारणले गर्दा लीला अन्तर्गत रहेर नै लेखिराखेको छ भन्ने लाग्छ। तपाईँको विषयमा त इन्द्रबहादुर राईले एउटा राम्रो कुरा भन्नुभएको छ नि। अब यो कुमार भट्टराईले चाहिँ बाँचौँ बाँच्ने ख्यालमा
बाँचौँ जीवन बाँच्ने खेल भनेर तपाईँले भन्नुभएको कुरालाई उहाँले निकै ठुलो एम्फेसाइज गरेर भन्नुभएको छ होइन? त्यो के थियो त्यसको कुरा? त्यो कृष्ण सूत्र काव्य जुन मैले लेखेँ, त्यो कृष्ण सूत्र काव्य मैले इन्द्रबहादुरजीको उहाँ लगेको थिएँ, पुऱ्याएको मैले सिलगढीमा मेथी भएको। उहाँले पढिसकेपछि त्यो मधुपर्कमा उहाँले आर्टिकल लेख्नुभयो। ओके। त्यो आर्टिकलमा थोरै लेख्नु भएको छ, खालि त्यो के भने कठपुतलीको मनमा चाहिँ खेलौँ बाँच्ने खेल लेखियो होइन। अनि कुमार भट्टराईको त्यो कृष्णमा चाहिँ म एक कदम अगाडि बढेर खेलौँ जीवन बाँच्ने खेल लेखेका छन् भनेर उहाँले अलिकति त्यसलाई चाहिँ कोट गर्नुभएको छ। त्यो चाहिँ तपाईँलाई सानो पुस्ताको उहाँभन्दा धेरै तलको पुस्ताको भनेर एउटा उत्प्रेरणा गरेको हो कि त्यो दुईवटा भनाइमा तात्विक भिन्नता त के छ? बाँचौँ जीवन बाँच्ने खेल भनेर बाँचौँ बाँच्ने खेल भनेको बिचमा के अन्तर छ? खेलौँ बाँच्ने खेल चाहिँ जस्तो बाँच्ने जीवन बाँच्ने खेल भनेको कुरा चाहिँ बाँच्ने खेल त सबै किसिमको छ। राम्रो तरिकाले पनि बाँच्यो, नराम्रो तरिकाले पनि बाँच्यो, बाँच्नको लागि चाहिँ। तर जीवनै बचाउने हो भने चाहिँ रचनात्मक कुराहरू चाहिँ अलिक बढी हुनु पर्यो होइन। जस्तो बाँच्न त चोर पनि बाँच्यो, फटा पनि बाँच्यो, बाँच्नको लागि उसले सबै थोक गर्यो। तर एउटा सभ्य मान्छे त जीवन बाँच्ने भनेको त तपाईँको एउटा सम्मानसहित बाँच्ने कुरालाई जीवन बाँच्ने भन्ने होला नि त। नत्र त यो जिउँदै भएर पनि मरे जस्तो छ भन्ने कुराहरू त आउँछ नि त। त्यस कारणले गर्दा त्यो कुरालाई उहाँले अलिक बढी कोड, संवेदनाका कुराहरूलाई, भावनाका कुराहरूलाई अलिक बढी कोड गरे होला जस्तो लाग्छ मलाई। बाँच्ने खेलमा चाहिँ नराम्रो कुरा पनि हुनसक्छ भन्ने कुराहरू है। तर जीवन बाँच्नु भनेको चाहिँ सार्थक जीवन बाँच्नु र सार्थक जीवन बाँच्नको निम्ति बाँच्ने खेल। त्यसैले त्यही भावका आधारमा उहाँले तपाईँलाई त्यो साँच्चै प्रशंसा गरेको। अब इन्द्रबहादुर राईले मधुपर्कमै लेखेपछि त त्यो प्रशंसै गरेको होला होइन। किनभने उहाँले त्यति गरिदिनु भनेको मेरो लागि चाहिँ अब उहाँले फुर्काएकै हो भने पनि मेरो लागि त पुगेको होइन। पुग्यो त मलाई त पुग्यो, किनभने त्यो त अब आज इन्द्रबहादुर राई त हुनुहुन्न हामीले सोध्नको लागि। तर त्यो त दस्तावेज हो नि त। एउटा भनाइ छ कि जस्तो मान्छेमा चाहिँ अहम शून्यता, समय शून्यता भन्ने कुराहरू छन् होइन। इन्द्रबहादुर राई चाहिँ एक ऋषितुल्य मान्छे, अनि त्यो अहम शून्यता भएको मान्छेले आफ्नै कुरालाई अर्को तरिकाले कसैले भन्यो, अलिकति थपेर भन्यो भने पनि त्यसमा निकै ठुला कुराहरू थपिन सक्छन्। त्यही बुझेर भनेको हुनसक्छ जस्तो लाग्छ मलाई। त्यो प्रशंसा मात्रै होइन, तपाईँले त त्यसको पुष्टि गर्नुभयो नि। एउटा समाजमा एउटा विद्वान मान्छे बाँच्ने तरिका र एउटा समाजमा एउटा चोर मान्छे बाँच्नेका बिचमा त ठुलो अन्तर हुँदो रहेछ। अन्तर हुन्छ। त त्यही अन्तरलाई बुझेर उहाँले चाहिँ तपाईँलाई प्रशंसा गरेको हो र प्रशंसा मात्रै होइन, त्यो रियालिटी पनि रहेछ। तपाईँले नि पुष्टि गरिदिनु भयो है। लीला लेखनको अहिले इन्द्रबहादुर राईले एक्ज्याक्टली आफ्नो विरासत थाम्ने लीला लेखनको अर्को पुस्ता तयार गरेको देखिएन। यो अर्को पुस्ता तयार हुँदैछ कि तपाईँको अर्को पुस्ता हो कि होइन कि के हो? पुस्तान्तरण अब यो कसरी मान्ने होइन साहित्यमा। अब जस्तो इन्द्रबहादुर राईले लामो समय लेख्नुभयो लीला लेखनको बारेमा, उहाँ जहाँ बसेर लेख्नुभयो त्यहीँ पनि उहाँलाई त मान्छेले मानेका थिएनन्। ओके होइन। धरबहादुर दाइले 53 सालमा लीला लेखन किताब लेखेपछि अलिअलि चर्चा भयो। हुँदै हुँदै हामीले पनि त्यसमा अध्ययन गऱ्यौँ। त्यस पछाडि बडालदाईहरू, रत्नमणिजीहरू अलिक बढी लाग्नुभयो। ओके होइन। धरबहादुर दाइ पछाडि उहाँहरू लाग्नुभयो। अब उहाँहरूले गर्नुभयो त्यो। त्यतिखेर अब मेरो काम भनेको साहित्य लेखन भए पनि आख्यानतिर हात हालिसकेको थिएन। अब पछाडि हामीले पनि लेख्यौँ होइन। किनभने त्यतिखेर चाहिँ अरूको कृति मात्रै बनाउने काममा चाहिँ अलिक बढी जोड गरिरहेको थियो। म पब्लिकेसनको कामहरू गर्थेँ, पिडी गर्ने हुँदा त्यो गरियो। त्यसबाट उहाँहरूको किताब गर्दा गर्दै अध्ययन पनि भयो। अध्ययन भयो, बुझ्न थालियो केही कुराहरू। किनभने किताब छाप्न मान्छेले त आफैले टाइप गर्न थाल्यो भने त सबै किताब पढ्न पनि पायो नि त होइन। त्यो एउटा सौभाग्य भयो मलाई। अनि अब हाम्रो मेरै भतिजो यो हाम्रो एउटा टोली जसले काम गऱ्यौँ साहित्य किताबका कृतिका कामहरू, त्यतिखेर हामीले अध्ययन गर्न पायौँ।
र त्यो गर्दै गर्दै अब नेपालमा निकै लीला लेखनको विषयमा लडाइँ भयो, तपाईँ हामीलाई थाहा छ। त्यो हुँदै हुँदै पछि चाहिँ टिभीले पनि मान्यता दियो। अहिले लीला लेखनको विषयमा अब लेख्ने मान्छेले कहिलेकाहीँ के हुँदो रहेछ भने, मैले अघि पनि भने, लेख्नेले लेख्छ क्या, उसलाई चाहिँ थाहा हुँदैन मैले के लेखिराखेको छु भन्ने। होइन, अलिक राम्रो गहन लेखन गर्ने मान्छेहरूले लीला प्रयोग नगरी लेख्नै सक्दैन, किनभने त्यो अलरेडी छ त्यहाँ। फेरि राम्रो लेखन गर्ने त एकतर्फी राइटिङ त गर्दैन नि त, होइन, दुईतर्फी राइटिङ गर्छ, होइन। अब जब पक्ष विपक्षका कुराहरू, अपोजिट हेर्ने चाहिँ डिकन्स्ट्रक्सनका कुराहरूदेखि लिएर यी जम्मै कुराहरूलाई अध्ययन गरेको हुन्छ त्यो मान्छेले, ती जम्मै कुराले समेट्ने प्रयास गर्दाखेरि लीलाका सबै कुराहरू चाहिँ उसले थाहै नपाइ त्यो भित्र आउँदै जान्छ। अर्थात् लेखक राम्रो छ भने, कसैले म यो लेखक राम्रो हो भन्छ भने त्यो लीला प्रयोग भएका कृति हुन्छन् जस्तो मलाई लाग्छ। नत्र भने होइन, नत्र भने सोलो राइटिङ गर्नेहरूको भित्र लीला प्रयोग साह्रै कम हुन्छ। हुँदैन चाहिँ होइन, हुन्छ, तर प्रयोगको हिसाब किताबमा कम हुन्छ। तर राम्रा लेखकहरूको चाहिँ लीला प्रयोग हुन्छ। अब कसैले म लीला लेखनवाला हुँ भन्छन्, कसैलाई मान्ने लाग्छ, कसैलाई मान्ने लाग्दैन। जस्तो कसैले आफ्नै थर चाहिँ होइन, म फलाना भट्टराईको हो तर म आजदेखि कुमार निर्मोही भन्छन् त, होइन, कृष्ण धारावासी, होइन, सीमा आवास, होइन, यो छ नि त। ऊ आवास भएर थर सकिएको चाहिँ हुँदैन, नारायण अभिनव, होइन। तपाईँ त्यो भएपछि थर सकिएको त होइन नि त, उसलाई थर भन्न मन लागेन, त्यो उसको कुरा हो। तर त्यस्तै साहित्यमा लीला भन्न मन लाग्दैन होला कसैलाई, होइन, उसका होलान् समस्या केही, तर उसले लेखनमा पनि लीला चाहिँ राम्रो लेखक हो भने लीला प्रयोग हुन्छ। अच्छा, एउटा कुरा नि, यो अहिले जुन संवाद गर्दैछ त्योभन्दा अलिक म फेरि अगाडि आउन चाहन्छु। यो धेरै लेखकहरूले के भन्छन् भने, खोइ लीला लेखन भन्छन् तर लीला ठ्याक्कै मैले बुझाएको छैन केलाई चाहिँ लीला भने हो भनेर भन्छन्। र इभन कि एक ठाउँमा धरावासी दाइलाई के सुने एकजना पत्रकारले भने, यो मैले लीला सुनेको चाहिँ धेरै छु तर यो लीला मेरो ठ्याक्कै भनेको के हो लीला लेखन भनेर छु। धरावासी दाइले सिधै त्यसलाई अस्वीकार गरेर यो धेरै भइसक्यो, अब यो प्रश्न चाहिँ सोध्ने समय होइन भनेर त्यसलाई रिजेक्ट गरिदिएको। तर अब यही प्रश्नले फेरि एकपल्ट तपाईँलाई बदर गर्नु न, तपाईँले लीला लेखन भने के हो भनेर चाहिँ पहिलो पुस्ताका लेखकहरूलाई लेख्न चाहनेहरूलाई भन्नुभयो भने तपाईँ अलिकति भनिदिनुहुन्छ के हो लीला? लीलालाई बुझ्न त्यत्रो हामीले भए कुनै सिद्धान्त पढ्नपट्टि लाग्यो भने त्यो मान्छेको दिमागले खलबलाउँछ। त्यो मान्छे आफैले प्रयोग गर्नु पऱ्यो। म घर जाने होइन, जाँदा त ऊ मात्रै गएको घरमा, ओके, घरमा जाने बित्तिकै छोरीले चाहिँ बाउ आयो भन्छ, होइन, बाउ आयो, श्रीमतीले श्रीमान आयो, आमाले छोरो आयो। त्यहाँ तीनवटा महिला छन्, तीनवटा महिला एउटै पुरुषलाई तीन तरिकाले हेरिरहेको छन्, होइन। भनेपछि एउटै मान्छेले देख्दा त अगाडि महिलै हुन्, तर ती तीनजना महिलासित गर्ने बिहेभियरहरू चाहिँ तीन किसिमको छ, हो। भनेपछि लीला बुझ्नलाई कहाँ त्यत्रो टाढा जानु पऱ्यो? उसले आफ्नो क्यारेक्टरलाई बोकेर घर जाँदाखेरि आफूले चाहिँ जीवनमा निर्वाह गरिराखेको भूमिकालाई बुझ्यो भने लीलाका जेनरल थ्योरी चाहिँ बुझ्छ जस्तो मलाई लाग्छ। भनेपछि त मलाई एउटा अहिले यहाँ तपाईँले यो भनिरहँदा मेरो दिमागमा एउटा क्लिक गर्नु क्या, मान्छेको जीवन आफैमा एउटा कथा हो र त्यो कथाको पात्र ऊ स्वयं हो, र एउटा कथामा जसरी विभिन्न पात्र हुन्छन् त्यो एक व्यक्ति भए पनि विविध रोलहरू निर्वाह गरिरहेको, ऊ आफै अनेक पात्र, एकमा अनेक छ नि त, होइन। कृष्णले के भने हामी चाहिँ हाम्रो पूर्व दर्शनमा म सबैमा म छु भने, होइन, ओके। अनि हामीले के खोज्यौँ भने कृष्ण चाहिँ अनेकमा छ, त्यस कारण रामको पनि माया, श्यामको पनि माया भनेर कृष्णतिर चाहिँ हामी एउटा क्यारेक्टरतिर गयौँ, हो। तर म भनेको त एउटा यस्तो चाहिँ हो, म र मेरो, होइन। जस्तो
हामीले कहिलेकाहीँ के भेट्दैनौँ भने हाम्रै जीवनमा म आफैलाई हेऱ्यो भने म को हो चाहिँ आज शरीरमा मैले चाहिँ मलाई चिनाउनु पऱ्यो भने को हो यो त निधार हो, यो नाक हो, यो हात हो, मेरो टाउको दुःख भन्छु, मेरो टाउको दुखेको रहेछ, म दुखेको त होइन रहेछ, मेरो भुँडी दुःख भन्छु, म दुखेको त होइन रहेछ। अर्थात् मले त्यो मेरो मको चाहिँ म भन्ने जुन एउटा बेग्लै छ त्यसले कब्जा गरेर हाम्रो शरीरलाई मेरो भनिरहेछ। अच्छा होइन त भन्नुको मतलब एउटै भित्र हामी के छौँ हामीलाई थाहा छैन। म छुटेको दिन मेरो त यहीँ छुट्ने रहेछ। अच्छा होइन, शरीर त मेरो रहेछ, मको त होइन रहेछ नि त। भनेपछि जो कृष्णले हामीलाई बुझाएको त्यो जुन सबैमा म छु भन्नुको मतलब हामीले जसले पनि जीव होस् जीव जन्तु जसले पनि त्यो एउटा मलाई चाहिँ सेन्टरमा राखेर मात्रै हामी गर्छौँ। जतिसुकै माया गरेको छोरो पनि होस् भोलिदेखि त्यसले दुःख दियो भने त्यसलाई हामी छोड्छौँ होइन, छोड्छौँ, श्रीमती छोड्छौँ, बुहारी छोड्छौँ, कोनिके छोड्छौँ, परिवार छोड्छौँ, किनभने दुःख दियो। ओके, त्यो मलाई दुःख दियो भने त्यो मेरो छुट्दै जाने। अच्छा, मलाई दुःख दियो भने मेरो छुट्दै जाने भनेपछि हामीले जुन कुरा हामीलाई हाम्रो शास्त्रले बुझायो तर हामीले त्यसलाई बेग्लै कुराको रूपमा बुझ्यौँ, बेग्लै वस्तुको रूपमा बुझ्यौँ। ओके, समस्या त्यहाँ छ। तर हामीले कृष्णले भनेको कृष्ण बेग्लै होइन, कृष्णले भनेको म चाहिँ म भित्रै छ होइन, मै हो। तर मले गर्ने काम र मेरोले गर्ने काममा चाहिँ हामीले तारतम्यता मिलाउन सकेनौँ भन्ने कुराको अलिकति मान्छेलाई ज्ञान हुने हो भने यो लीलाको बारेमा चाहिँ लेखनको भन्दा पनि लीलाको बारेमा चाहिँ अलिअलि बुझाइ हुन्छ कि जस्तो मलाई लाग्छ। ठिक छ, कस्तो राम्रो कुरा गर्नुभयो। त्यसमा अघि तपाईँले भनेको कुरामा म थोरै जोड्छु ल। मलाई दुःख दियो भने हामी ती दुःख दिनेहरूलाई छोड्दै जान्छौँ, मेरालाई छोड्दै जान्छौँ। त्यस्तै गरेर मलाई सुख दियो भने मेरा नभएकाहरू पनि जोडिँदै मेरा हुँदै जान्छन्। दुःख दिनेहरू छोडिँदै जान्छन्, सुख दिनेहरू जोडिँदै पनि जान्छन् र जीवनको त्यो गतिविधि चाहिँ लीलामय तरिकाले गइरहेको हुन्छ। जसरी एउटा सिनेमा भनौँ, नाटकमा भनौँ, पात्रको भूमिका हुन्छ, भूमिका सकिनेहरू सकिँदै जान्छन्, भूमिका नयाँ प्राप्त गर्नेहरू बढ्दै जान्छन् र लीला अगाडि बढ्दै जान्छन्। साह्रै राम्रो कुरा। यो चाहिँ आधारभूत रूपले लीला भनेको कुरा के हो, लेखन के हो भन्ने बारेमा बुझ्नको लागि मैले सोधेको प्रश्न थियो। सायद केही हेल्प पनि गर्नुपर्छ यसले, यो एक बिन्दु मात्रै हो। अच्छा, एउटा अघि तपाईँले के भन्नुभयो भने म लेखिरहँदाखेरि त्यहाँ लीला पनि लेखिरहेको हुन्छ भन्ने जुन कुरा छ, तर तपाईँलाई अहिले आएर चाहिँ अब तपाईँ सैद्धान्तिक व्याख्या पनि गरेको देखिन्छ। लेखनलाई लीला लेखनकै पाटोको रूपमा पनि हेर्नु भएको छ तपाईँले। भनेपछि अब तपाईँलाई आफ्ना रचनाहरूलाई, आफ्ना कृतिहरूलाई लीलामय बनाउन चाहिँ तपाईँलाई किन मन लाग्यो? त्यसको सामान्य कुरा के हो भने जस्तो पहिलो मान्छेले के गर्छ भने मलाई के मनपर्छ त्यो गर्ने हो नि त होइन, सत्य कुरा। त्यो गरिरहँदाखेरि लेखकले के पनि ध्यान दिनुपर्छ भने अर्कोले अगाडि लेख्दा हामी त सधैँ चाकडी लेख्ने त होइन। कुनै कुराको चाहिँ कसैलाई चाहिँ दोष लगाइराखेको छ भने त्यसलाई तर्क पनि त दिनुपर्छ नि त, राइट तर्क पनि दिनुपर्छ, किनभने यस कारण चाहिँ हो भन्ने कुरा गर्नुपर्छ। त्यो गर्नको लागि अब हामीले जुन कुरा बुझेर हामीले हाम्रै वरिपरिकाले त हामीलाई हाम्रो धारणा बनाउनलाई चाहिँ सहयोग गर्छ। पहिलो कुरा मलाई पूर्वीय दर्शनको अध्ययन अलिक मनपर्छ। ओके, होइन, त्यो दर्शन चाहिँ विशेष गरेर विज्ञान सम्बन्ध छ। अच्छा, पूर्वीय दर्शन विज्ञान सम्बन्ध छ। मान्छेले अब नबुझ्नेले गर्ने विषय एउटा कुरा भयो। अब त्यो चाहिँ के भने पण्डितहरूले पुरोहितहरूले कर्मकाण्डी बनाइदिएर पूर्वीय दर्शनलाई चाहिँ यसो व्यापार जस्तो भएपछि अलिअलि बिग्रियो। त्यस कारणले गर्दा त्यो साइन्टिफिक जुन कुरा छ विज्ञान सम्बन्ध कुरा, त्यो विज्ञान सम्बन्ध कुरा चाहिँ लेखनमा पनि हुनु पर्यो। किन हामीले जुन कुरा लेख्छौँ लेखिसकेपछि त्यो त
दस्तावेज भयो नि त। दस्तावेज भइसकेपछि भोलि आउने पुस्ताले पनि त्यसलाई चाहिँ अहिले यहाँको त्यो फ्याक्ट चेक भन्छ नि, फ्याक्ट चेक होइन, त्यस्तै त्यसको सत्यता मापन गर्दाखेरि त्यो मापन गर्दाखेरि त यतिखेरको सत्य चाहिँ ठिक थियो भन्ने कुरा पनि त आउनु त पर्छ। बिल्कुल पर्छ। त्यस कारण त्यो आउनको लागि लीलाका कुराहरू चाहिँ लेखनभित्र अटोमेटिकल छिर्छन्। मैले अघि तपाईँलाई योभन्दा अगाडि पनि भनेको थिएँ, राम्रो लेख्ने हो भने लीला प्रयोग त्यहाँ हुन्छ। बिल्कुल। त्यस कारण मैले राम्रो लेख्न खोज्दाखेरि अटोमेटिकली लीला चाहिँ कुरा छिर्नै पर्छ क्या, छिर्छ त्यो। मलाई अघि आउँदाखेरि एउटा प्रश्न तपाईँलाई के सोध्न मन लागेको थियो भने तपाईँले बुझेको जीवन के हो भनेर सोध्न मन लागेको थियो। तर त्यो प्रश्न चाहिँ तपाईँले अन्य प्रश्नको उत्तर दिँदै त्यो प्रश्नको उत्तरै दिइसक्नु भयो क्या, त्यो प्रश्न चाहिँ एक्सपायर भयो। अच्छा, एउटा कुरा अलिकति शैलीका कुरा गरौँ ल। अब लीला लेखन भनेको एउटा शैली पनि हो। तपाईँ लीला लेखन गर्नुहुन्छ, राम्रो लेखकले लीला लेख्दैछु भन्ने कुरा नगरे पनि त्यहाँ लीला लेखन भइरहेको हुन्छ। बोधै गरेर लेख्नेहरूको लागि त तपाईँले भने जस्तो लीलाको प्रयोग लेखेकै हो। अब यो शैलीको दृष्टिकोणमा आउँदाखेरि चाहिँ तपाईँको लीला लेखन अथवा तपाईँको लेखन र अरूहरूको लीला लेखन या लेखन शैली के भिन्नता पाउनुहुन्छ? भिन्नता छ। यो के छ भने दुई तिनवटा, जस्तै इन्द्रबहादुर राईले लेख्दा क्लिष्ट लेख्नुहुन्छ। जस्तो फर इक्जाम्पल जे पनि उहाँको लेख्ने शैली, भाषा शैली हेर्नुभयो भने शब्दमै पनि अलिक क्लिष्टता छ। अब दुईवटा कुरा हुँदो रहेछ क्या, लेखन कसको लागि लेख्ने? पहिला कुरो ओके, साहित्यकारको लागि मात्रै लेख्दाखेरि, भाषा क्लिष्ट बनाएर लेख्दाखेरि त्यो क्लिष्ट मन पराउनेको सङ्ख्या एउटा हुँदो रहेछ। बौद्धिक लेभलको एउटा लेभल हुन्छ, त्यो बौद्धिक लेभलले पढ्छ, त्यसको राम्रो मूल्याङ्कन गरिरहन्छ। अर्को हुँदो रहेछ आम मान्छेको लागि लेख्ने। ओके, यसलाई साइन्समा हेर्नु है त अलिकति ल। रुस र अमेरिकालाई हेर्नु। ओके, रुसले जति पनि टेक्नोलोजी पहिला निकाल्यो त्यो चाहिँ गुप्तचरीको लागि बनायो। गुप्तचरीको लागि बनायो। ओके, होइन, फोटोकपी पनि त्यसले चाहिँ त्यो स्क्यान गर्ने जे छ जम्मै टेक्नोलोजी अगाडिका जति पनि बनायो त्यसले गुप्तचरीलाई बनायो। पछि त्यो टेक्नोलोजी अमेरिकामा आयो, त्यही कुरा अमेरिकाले चाहिँ व्यवसायको लागि बनायो। अच्छा, है। अब उसले व्यावसायिक रूपमा गरेपछि मान्छेले संसारमा अहिले हामीले पनि प्रयोग गर्न पायौँ, फोटोकपी पायौँ, क्यामेरा पायौँ होला, त्यो जम्मै पायौँ। अनि व्यावसायिक रूपमा गरेपछि त धनी पनि भयो, होइन? यो मैले सुनेको विषय हो है। अनि दृष्टिकोण पनि भयो नि। भयो। अब भन्नुहोस्, पछि त रुसले पनि त्यसै गर्यो होला, किनभने बजारमा त उसको टेक्नोलोजीका कुरा त बजारभरि छ्यापछ्यापै भइसक्यो, लुगाएर लुक्ने पनि विषय भयो। त्यस कारणले गर्दा हामीले लेख्ने चाहिँ के को लागि लेखेको? साहित्यकारको लागि मात्रै लेखेको वा आम पब्लिकको लागि लेखेको? ओके, त्यो ग्राउन्ड बेसका मान्छे पनि जसले पढेर त्यो बुझ्नु, जुन कुरा सन्देश दिन खोजेको थियो त्यो आम मान्छेले बुझ्नु, यो दुईवटा कुरा छ। अब लेखनकै शैलीका कुरा गर्दा इन्द्रबहादुरले जसरी क्लिष्ट लेख्नुहुन्छ, हाम्रोमा अलिअलि क्लिष्ट लेख्नेमा बराल दाई, कृष्ण बराल, रत्नमणिजी पनि अलिअलि क्लिष्टता अलिअलि लेख्नुहुन्छ। यहाँ छ जस्तो धरावास दाई सरल लेख्नुहुन्छ, म पनि सरलै लेख्छु। अब किन सरल लेखेको मैले अघि भने, त्यो सरलताले चाहिँ ती आम मान्छेले बुझाउनको लागि जुन कुरा हामीले बुझाउँ चाहिँ यताबाट घुमाएर शब्द घुमाएर ल्याए उसले बुझ्दैन, त्यो डिक्सनरी पल्टाउन थाल्नु पऱ्यो भने समस्या हुन्छ। किनभने आजले दिक्क लाग्दो रहेछ, झन्झटिलो रहेछ भने चाहिँ पढ्दैन क्या, होइन? 5 जनाले पढ्दै भने त्यहाँ चाहिँ 2 जनाले मात्रै पढ्ने। त्यस कारणले गर्दा ती जस्तो धरवाजदाईको किताबहरू पछिल्लो पिरियडमा किन चले भन्दाखेरि आम मान्छेले सजिलोसँग बुझेर उसको जीवनमा मेरो पनि यस्तै त हो नि, होइन? उसले समानुभूति गर्न पायो नि त। त्यो शैलीका कारणले बढी पठनीय भयो, होइन? त्यस कारणले गर्दा साहित्यले परिवर्तन गर्नु चाहेको विषय, साहित्यले जुन कुरा परिवर्तन होस् भन्न चाहन्छ, ती त माथिका मान्छे मात्रै होइन नि त, ग्राउन्ड बेसका मान्छे पनि हुनु, बिल्कुल, होइन?
त्यो जसले पढ्यो त्यो मान्छेको जीवनमा यो चाहिँ यस्तो रहेछ भने उसले बुझ्नु त पऱ्यो। त्यस कारणले गर्दा ती आफ्ना ठाउँमा शैलीका कुराहरूमा लेखन शैलीका कुराहरूमा आफ्ना ठाउँमा ठिक छन् जस्तो लाग्छ। जस्तो मलाई पनि आफूले लेख्ने भएकोले गर्दा त्यो शैली चाहिँ यस कारणले लेखिएको हो जस्तो मलाई लाग्छ। त्यस कारण त्यसले पृथक शैलीको प्रतिनिधित्व गर्छ तपाईँको लेखनमा भन्ने कुरा अब फेरि यस्तो कतिजनालाई चाहिँ के बुझाइ छ भने क्लिष्ट लेख्नु नै धेरै मान्छे कहिलेकाहीँ चाहिँ बुझाइ नहुने मान्छेको अलिक क्लिष्ट लेखेपछि चाहिँ लीला लेख्नु भएको जस्तो बुझाइ मान्छेको त्यस्तो बुझाइ पनि छ। त्यो त मिसकन्सेप्सन भयो त्यो कुरा। उहिले त सानो केटाकेटीमा चाहिँ अलिक फरक तरिकाले बोल्ने क्या साहित्यिक बोल्ने भन्छ नि, अलिक जीवन जगतभन्दा माथिको कुरा बोल्यो भने क्या दार्शनिक बोल्यो त्यो कुरा त मिसकन्सेप्ट मात्रै हो। अच्छा, भनेपछि अब एउटा तपाईँलाई लीला लेखनको दार्शनिक पक्ष पनि छ, त्यो पक्षबारे तपाईँले के काम गर्दै हुनुहुन्छ दार्शनिक पक्षको विषयमा? मैले त्यो गरेको छैन, विशेष गरेर लीला लेखनको पक्षको कुरा गर्दा म लेखनमा मात्रै अलिक बढी जोड गर्ने मान्छे। ओके, होइन, म विशेष गरेर यसको व्याख्याता त होइन, किनभने म त्यसको चाहिँ सिद्धान्ततिर मैले अघि भने दुईवटा पार्ट बेग्ला बेग्लै हो। सिद्धान्तका कुरा गर्न थालियो भने लेखन चाहिँ उत्कृष्ट हुँदैन। जस्तो चाहिँ त्यो कहिलेकाहीँ चाहिँ मान्छे भन्छ त्यो सबै राम्रो जोडेर बनाउने हुँदा उठ बनाएर भन्ने छ नि, होइन? त्यस कारणले गर्दा सबै लेखनमा चाहिँ अब म सबै सिद्धान्त यहाँबाट बाँच्छु भनौँ भने त्योबाट लेखनबाट मुक्त हुन सकिँदैन। त्यस कारणले गर्दा म सिद्धान्तको पाठ भन्दा पनि त्यो भएकोले गर्दा त्यो दर्शनको पाठतिर मैले त्यति अध्ययन पनि गरेको छैन। एउटा कुरा नि कुमारजी, जस्तो रत्नमणिजीले लेख्नु भएको जुन पुस्तक छ नि एउटा लीला सिद्धान्त र कथाहरू, त्यसमा एउटा सिद्धान्त खण्ड छ अगाडि, अनि त्यो सिद्धान्त खण्ड अनुसार पछाडि प्रयोगमा चाहिँ कथाहरू लेखाएको छ। त्यो खालको पुस्तक चाहिँ लेख्यो भने त्यसले मलाई निकै सहयोग गरेको छ। तर त्यो पुस्तक पढ्नुभन्दा अगाडि मैले धरावासी दाईको लीलाबोध भन्ने पुस्तक मैले पढिसकेको थिएँ। त्यसरी त्यो पढेको कारणले गर्दाखेरि मलाई लीला पनि सजिलो पनि भयो, अथवा कसरी भन्दा रहेछन्, यसको सैद्धान्तिक पक्ष के हो, यसको चाहिँ दार्शनिक पक्ष के हो भनेर चाहिँ मैले बुझेको छु। तर धेरै मान्छेले के भन्छ भने कस्तो लेख्यो भने चाहिँ लीला लेखन हुन्छ भन्ने अझै पनि मान्छेहरूको एउटा चाहिँ भ्रम छ त्यहाँनिर, होइन? त्यसरी त्यसका निम्ति चाहिँ के अरे रत्नमणिजीले लेख्नुभएको त्यो लीला धारणा र कथाहरू, त्यसले चाहिँ भयङ्कर सहयोग गर्छ भन्ने मलाई लाग्छ। यो के मिसन 84 पनि आइरहेको छ, त्यो मिसन 84का सन्दर्भमा तपाईँ दर्शनसँग सम्बन्धित लीला दर्शनसँग सम्बन्धित केही कुरा लेख्दै हुनुहुन्छ कि? अहिले हामीले एकजना कसैले गर्ने भन्ने थियो, त्यो बराल दाइले अहिले त्यो काम गर्दै हुनुहुन्छ। अच्छा, कृष्ण बराल दाइ चाहिँ त्यसमा लाग्नु भएको छ। अब हामी एकै ठाउँ छौँ, उस्तै विषयमा लेख्ने भन्दा पनि त्यो म लेखौँ कि भन्ने लागेको थियो। मैले अर्को किताबको काम मैले थालेँ, एउटा अर्को कृतिको काममा म व्यस्त छु, अनि बराल दाइको चाहिँ अरू साहित्यिक किताब भन्दा म अब त्यसमा लाग्छु भन्नुभएको छ। दाइले लेखिरहनु भएको छ र दाइलाई त्यो चाहिँ म सहयोग गरिरहेको छु मैले यताबाट। तपाईँ आफैले चाहिँ के लेख्नुहुन्छ मिसन 84? मिसन 84लाई एउटा चाहिँ कुनै एउटा चाहिँ लीला लेखनसँगै जोडेको एउटा कृति निकाल्ने भनेर एउटा सानो एउटा किताब, सानो बुकलेट जस्तो एउटा बनाउने भनेर म त्यसैको तयारीमा छु। कति निकै ठुलो सानो भने कति छ, कति पेज जति? 120-30 पेजको होला, तर त्यो चाहिँ कृति नै हो। त्यो सिद्धान्तसित जोडिन्छ, त्यो कृतिसित जोडिन्छ, तर त्यो मलाई लाग्छ त्यो एउटा प्रयोग पनि हुन्छ। त्यो खालको किताब अब अहिले आएको छैन। यो मिसन 84 भनेको चाहिँ लीला लेखन 2034 सालबाट सुरु भएको हुनाले र 34 + 50 गर्दाखेरि 84 त्यसको 16औं वार्षिकी पर्दछ र त्यसलाई चाहिँ मिसन 84 भनिएको हो। र यो मिसन 84 को सन्दर्भमा अरू कसले के काम गर्दै हुनुहुन्छ के तपाईँलाई जानकारी छ? धरावासी दाइले पनि काम गर्दै हुन्छ एउटा किताबको काम, होइन? त्यो 84कै लागि एउटा अलिक भव्य नै सानो किताब छ। मैले
एउटै काममा दुईवटा किताब तयार गर्नुभएको छ। एउटा चाहिँ अब आउँछ होला यो 83मा आउँछ, अर्को 84को लागि भनेर गर्दै हुन्छ। म पनि एउटा सानो त्यो छ एउटा सानो किताब बराल दाइले लीला लेखनकै विषयलाई लिएर सिद्धान्तसित जोडिएका विषयहरूलाई दर्शनका विषयलाई लिएर किताब तयार गर्दै हुन्छ। रत्नमणि जीवन लागिरहनु भएको छ जस्तो लाग्छ। थुप्रै मान्छेहरू चाहिँ सबैले आफ्नो ठाउँबाट केही न केही गरेर एकचोटि चाहिँ त्यसलाई उल्लासमय बनाउने भनेर काममा छ। केही न केही होला। अब अहिले सबैले आफ्नो ठाउँबाट आफ्नो काम गरिरहेको छ। तपाईँ पनि मलाई एकपल्ट सोधिदिनु न, तपाईँ चाहिँ के गर्नुहुन्छ भनिदिनु न। तपाईँ चाहिँ के गर्दै? म पनि एउटा पुस्तक लेख्दैछु मिसन 84को लागि भनेर। हजुर, मलाई लाग्छ त्यो 150-200 पेजको हुन्छ या त्योभन्दा अलिकति बढी पनि हुनसक्छ। मैले यकिन गरेर भन्न सक्दिनँ। त्यसको सबै कुराहरू मैले लेखिसकेपछि त्यसलाई अब व्याख्या काटछाँट गर्न बाँकी छ। मलाई लाग्छ होला अब 8-9 महिना जति अब मैले चाहिँ त्यस्तो काम गर्दैछु र त्यसमा दार्शनिक खण्ड पनि बढी हुन्छ। तर त्यसमा चाहिँ के छ भने मेरा केही कुराहरू जस्तो धरावासी दाइको सकारिएका तेस्रो आयामबाट सकारिएका विषयहरू भनेर त्यहाँ लेखिएको छ। तर त्यो लेखले चाहिँ मलाई के गरेको छ भनेपछि लीला लेखनमा चाहिँ सकारिएका कुरा पनि हुँदो रहेछन् भने नकारिएका पनि कुरा हुन्छन् भन्ने प्रश्न त्यहाँ जन्मिन्छ। त्यो प्रश्नलाई खण्डन गर्दै त्यसको दार्शनिक पक्षको थप व्याख्या मैले गर्ने प्रयास गर्छु। दार्शनिक पक्षको थप व्याख्या भनेपछि कुरा चाहिँ भयङ्कर ठुलो हुन्छ। तर के छ भने केही अन्य दर्शनसँग सम्बन्धित कुराहरूलाई पनि लीला लेखनमा संयोजन गर्न सकिन्छ भन्ने त्यसमा पर्छ। त्यसमा मैले एउटा चाहिँ प्याराडक्स अथवा विरोधाभासलाई मैले त्यसमा समावेश गर्ने विचार गरिरहेको छु। त्यसको लेखन कार्य भइरहेछ र त्यसलाई ठ्याक्कै लीला लेखनसँग त्यो प्यारालल छ भनेर कसरी मैले त्यहाँ बताउने त्यसका तथ्य प्रमाणहरू म त्यहाँ राख्दैछु। हुन त तपाईँले अघि भनिहाल्नु भने राम्रो लेखन भएको छ भने त्यो लीला मुक्तै हुन सक्दैन भनेर तपाईँले भनिहाल्नु भएको छ। त्यसै अन्तर्गत म पनि गर्दैछु। मोटामोटी कुरा चाहिँ यति हो। तर म तपाईँलाई अरू एक दुईवटा प्रश्न सोधौँ है। तपाईँ पनि अब प्रसिद्ध लेखक भइसक्नु भएको छ। अब धेरै मान्छेले कृष्ण धरावासीको भाइ भएको हुनाले पनि भन्छन्। त्यसको केही प्रिभिलेज तपाईँलाई प्राप्त भएको छ? यसले अब बेनिफिट पनि हुँदो रहेछ, लस पनि हुँदो रहेछ क्या। बेनिफिट केमा, लसमा केमा? बेनिफिट केमा भने कहिलेकाहीँ नचिनेको ठाउँमा पनि मान्छेले अब धरावासीको भाइ भनेपछि अलिकति एउटा हेर्ने दृष्टिकोण अलिकति नेगेटिभ थियो भने पोजिटिभ बनाउने हुँदो रहेछ। त्यो फाइदा लस के हो भने अब आफूले बेनिफिट लिने ठाउँमा यो धरावासीको भाइ भनेर फेरि त्यहाँ चाहिँ त्यो आफ्नो लेखनको त्यो होइन त्यो चाहिँ लगेर एकैचोटि उहाँ लगेर जोडिदिएपछि त्यो आफ्नो अघि गरेको सबै यो आफ्नो पहिचान सबै सकिहाल्दो रहेछ क्या। त्यो तपाईँले लेखेको कुरा राम्रो लाग्यो भने यो धरावासीले चाहिँ सम्पादन गर्दै आयो कि यो आइडिया दिएको हो कि भनेर चाहिँ त्यसमा आरोपित हुनसक्छ। जस्तो चाहिँ आरोप अहिलेसम्म मलाई लागेको छैन। तर अब सामान्यतया अहिले पहिलाको लेखन जस्तो छैन। अहिले त्यस्तो लेखन गर्ने मान्छेले गर्नु पनि सक्दैन। अहिले राम्रो लेखन गर्ने हो भने 3-4जनालाई पढाएर होइन सल्लाह सुझाव लिएरै गर्ने चलन छ। किनभने कृति निकाल्नुभन्दा अगाडि नै हामी त सिङ्गल दृष्टिकोणबाट मात्रै हेरिराखेका हुन्छौँ। एउटा त आफूलाई जे ठिक लाग्यो त्यो मात्रै राख्यो। किनभने म हो नि त कृष्ण होइन। तर यहाँ त थुप्रै कृष्णहरू छन् होइन समाजमा। त्यस कारण त्यो 4-5जना अहिले त कृतिहरू त सम्पादन नगरिकन त निस्किँदैन नि त। मान्छे सम्पादकले पनि त पढेर सल्लाह दिएर सम्पादकसित चाहिँ त्यो विषयमा बार्गेनिङ गरेर चर्चा मेरो कुरा किन राइट हो भन्ने कुरा उसले प्रश्न गर्छ। त्यस कारण आफूले तर्क दिएर निकाल्नु पर्ने भएकोले गर्दा अब धरावासीजीले सल्लाह दियो भन्ने विषयमा त त्यो कुनै अर्थ राख्दैन त्यो चाहिँ होइन। त्यो त तपाईँहरू बिक्ने लेखकहरूका लागि हो, प्रकाशक पाउनेहरूका लागि। फलानाले चाहिँ लेख्दैछ, कुमार भट्टराईजीले किताब लेख्दै हुनुहुन्छ भनेपछि प्रकाशक नहुन पछाड गर्नेहरू तपाईँहरू जस्ताको लागि हो। अब हामी जस्तो पहिलो पुस्तक निकाल्नेको लागि त आफै लेख्नुपर्छ, कसले सम्पादन गरिदिएला, पैसा आफै हाल्नुपर्छ, हामीलाई त कठिन छ नि त। है त्यो कुरा सही हो। मेरो पनि मैले 5वटा किताब त मैले आफै छापेँ होइन।
त्यस पछाडिका अब यो 2-3वटा किताब त मैले छाप्नु परेको छैन। अब अहिले मैले जुन किताब गरिराखेको छु त्यो किताब पनि मेरो चाहिँ सम्पादकले नै यो 83 भरिमा चाहिँ यो किताब जसरी पनि निकाल्नुपर्छ भनेर चाहिँ एउटा टाइमलाइन दिनुभएको छ होइन। तर मैले लेखन चाहिँ लेख्नुपर्ने विषय चाहिँ तपाईँको 180 पेज जति लेख्नुपर्नेमा 40 पेज लेखिसकेको छैन हो। अरू बाँकी छ 160-75% लेखन बाँकी छ। तर मलाई एउटा चाहिँ के छ मेरो आफ्नो लेखनको बानी पनि म अध्ययन मलाई अलिक बढी गर्नुपर्छ। म अलिक खोजमूलक गरेरै लेख्ने अचेल मैले थालेको छु। पहिला जस्तो बसेर कल्पनाशीलतामा लेख्ने होइन। अनि त्यो खोज्न मलाई समय लाग्छ। लेख्न त म त्यो 150-200 पेज लेखेँ भने 2-2.5 महिना कम्प्युटरमा बसेँ भने म फेरि भात पानी सबै बन्द गरेर बस्ने हो। अनि त्यस कारण म 2-2.5 महिनामा लेखिसकेको छु। अहिले म खालि त्यो विषय अध्ययन गर्दै अलिअलि गर्दै गरिरहेको छु। वास्तवमा त्यो तपाईँले यो भनेको कुरा चाहिँ नि तपाईँको 2028 पढेपछि त्यहाँ तपाईँले कति मेहनत गर्नुभएको छ भन्ने कुरा देखिन्छ क्या। त्यसको लागि तपाईँले ती सम्बन्धित पात्रहरूलाई गएर भेटेर रेकर्ड गरेर अनि त्यसको लेखन आफ्नो शैलीमा हालेर लेखिसके पछाडि अनि फेरि ठिक छ कि छैन भनेर ती पात्रहरूलाई देखाउनु भएको छ होइन। म उहाँहरूसित घन्टौँ बसेको रेकर्ड छ मसित। 2028 लेख्दाखेरि तपाईँलाई जम्मा समय कति लाग्यो? मलाई 4 वर्ष लाग्यो। 4 वर्ष 4 वर्ष त मलाई त्यो अध्ययन गर्नै लाग्यो नि। 4 वर्ष चाहिँ अब त्यो प्लानिङ गर्न मलाई अलिकति समय लाग्यो। अरू लेखन र त्यो मान्छे भेट्नु अनि त्यो आउनु रेकर्ड गर्नु पहिलाको समय मान्छे खोज्नु पऱ्यो। कयौँ त मलाई असहयोग पनि गरेँ होइन। पात्रै मऱ्यो भनिदिए मलाई होइन। केही साथीहरूले मरेको पछि खोजेर उनीहरू पत्ता लगाएर अब केपी ओली अहिले चाहिँ केपी ओलीलाई भेट्न म त्यो बालकोटमा राति 1-1 बजेसम्म पनि कयौँ दिन बसेको छु क्या। ओके। अनि उहाँसित अब समय नमिल्ने अब त्यो लेभलको मान्छेसित अनि अन्तिममा उहाँको श्रीमती राधिका म्याडमले चाहिँ मिलाएपछि त्यो पिएहरूबाट त पारै लागेन। ओके। अनि उहाँले समय मिलाइदिएपछि अनि केपी ओलीले जति समय दिनुभयो सुरुमा 2.5-3 घन्टा पछि फेरि उहाँले सोध्नुभयो पुग्यो भनेर मैले पुग्न त पुगेको छैन हजुरको समय हुँदैन त्यस कारणले मलाई अब यतिमै मिलाउँछु भन्छु होइन म अझै दिन्छु भनेर फेरि उहाँले बोलाएर फेरि गरेर 5-6 घन्टाको रेकर्ड मसित छ होइन। अनि केपी ओलीको मात्रै होइन ती जति पनि पात्र छन् ती जम्मै पात्रको कसैले मैले बोलेको त्यो किताबमा अब मैले आख्यान बनाउनु चाहिँ किन पऱ्यो भने त्यो किताबलाई आख्यान नभन्दाखेरि चाहिँ मुद्दा पनि चलिन्छ। किनभने मान्छेले यति धेर खुलेर बोलेका छन् कि मैले कसलाई काटेँ कसलाई छुरी हाने पनि भनेको छ नि। ओके होइन पहिलोचोटि कसले हतियार चलायो कसले छुरी हाने। अब उहाँहरूले जुन साँचो रूपमा बोल्नु भएको छ त्यो बोलेको कुरा कसैले प्रमाणको रूपमा मुद्दा हाल्यो भने त मुद्दा लाग्छ। त्यस कारणले गर्दा मैले त्यसलाई आख्यान बनाउनको लागि केही मेहनत गर्नु पर्यो होइन। ओके। त्यति मात्रै हो। तर त्यहाँभित्र भएका जति पनि कुराहरू छन् आख्यानीकरण गरेका केही अगाडिका पछाडिका केही छोडेर बाँकी कुरो मेरो 1 इन्च पनि तलमाथि छ। खालि उहाँले बोलेका कुरा मैले राइटिङ गरेँ होइन शब्द मिलाएँ त्यसरी मैले उहाँहरूलाई दिएँ उहाँले त्यसलाई रुजु गर्नुभयो। रुजु गरिसकेपछि जुन रिटर्न आयो त्यो रिटर्न आएको कुरा त्यहाँ रिटर्न आएको एकजनाको चाहिँ उहाँले सकिसकेपछि मैले उहाँलाई रिटर्न माग्दाखेरि उहाँले अन्तिममा किताबै उहाँ प्रेसमा गइसकेको छ त्यही पनि फेरबदल केही गर्नु छ उहाँले चाहिँ त्यो हटाइदिनु भनेर भन्नुभयो क्या। ओके। त्यो हटाइदिनु भन्नुभयो मैले हटाइनँ। हटाउने के भने उहाँको त्यो मैले त्यत्रो मेहनत गरेर गइसक्यो किताब उहाँसित बोलेको मैले पहिला सुरुमा सोधिएर ल्याएको विषय थियो। म यो तपाईँको कुरा हाल्छु रेकर्ड गरौँ कि नगरौँ। कुन चाहिँ भाग थियो त्यो किताबमा आइसकेको कुराले कुन थियो भनेर एकजना पात्र हुनुहुन्छ पात्रलाई नभनौँ किन उहाँले केही बोल्नु भएको छ त्यो पछि कुनै ठाउँ कुनै प्रसङ्ग आयो भने म त्यसको चाहिँ सार्वजनिक उहाँले यस्तो बोलेको कुराको रेकर्ड पनि छ मसित कि मलाई आरोप लगाउनु भएको छ उहाँले मनगढन्ती लेख्यो भनेर। तर उहाँले बोलेको कुरा मसित चाहिँ रेकर्ड छ नि त रेकर्ड छ। अनि त्यसले गर्दा कहिलेकाहीँ त्यो चाहिँ उहाँले अति राजनीतिकरण गर्न खोजेको किनभने अर्को एउटा साथीले पनि त्यस्तै किताब लेख्नु भएको छ उहाँले उसलाई सपोर्ट गरिरहनु भएको रहेछ होइन। उहाँ चाहिँ त्यो किताबको फुल रिसोर्स पर्सनको जस्तो हुँदो रहेछ अनि त्यही कुरा डुप्लिकेसन हुन्छ कि भनेर उहाँलाई त्यो लागेर त्यसो गर्न
अच्छा, एउटा कुरा हो, त्यो पुस्तकमा वास्तवमा कम्युनिस्ट क्रान्तिकारीहरू बन्दुकको नालबाट सत्ता निस्किन्छ भन्नेहरू आज कहीँवटामा पुजारी छन्। पुजारी छन् त्यही त, त्यहाँ ठुलो दुर्गा अधिकारीको कथा होइन, ठुलो दुर्गा अधिकारीले मलाई फोन गरिरहनुहुन्छ, म काठमाडौँ जाँदा पनि भेट्छु, उहाँ एकदम राम्रो हुन्छ, पछि आएर पुजारी पनि हुनुभयो होइन। उहाँले कतिपय कथा के हुँदो रहेछ भने यो राजनीतिहरू सबैमा सबैजना मान्छे सबै आदर्श बुझेर लागेका हुँदैन। सुरुमा कसैले कुन सोचले सुरुवात गर्छ तर उसको फलोवर्स त इमान्दारितापूर्वक लागेको हुन्छ नि त, बिल्कुल होइन, ऊ इमान्दार हुन्छ, उसको केही दोष हुँदैन। तर भरे जाँदाखेरि सपना फुट्दा त त्यो मान्छेलाई थाहा हुन्छ कि ला गल्ती त यहाँ भइसकेको छ, त्यो गल्तीको एउटा शिकार म पनि गर्ने। त्यस्तै 28 सालको जुन घटना छ, मसित प्रमाण छैन तर त्यसका थुप्रै अपुष्ट अकल्पनीय तपाईँ हामीले चाहिँ कल्पना गरे भन्दाका बाहिरका कुराहरू मैले भेटेँ क्या। त्यो किताबमा ती सबै कुरा हाल्ने हो भने त विस्फोट हुने खालको मान्छेले, तर किनभने मनगढन्ते भन्छन्, किनभने ती जो रिसोर्सहरूका कुराहरू छन् ती अब श्रुति जस्ता भए होइन, अब कसैलाई चाहिँ भन्न सकिँदैन, केही कुराहरू छन् पछि कुनै दिन लेख्नु पऱ्यो भने मलाई लाग्यो शङ्काका कुराहरू। 28 साल गर्दै गर्दा मलाई के कुरामा शङ्का भयो, मैले कस्ता मान्छे भेटेँ, कुन कुराको शङ्का छ, कुन कुराको उत्तर भेट्यो, कुन कुराको भेटिएन भन्ने विषयमा केही लेख्नु भन्ने छ, त्यतिखेर लेख्न सक्छ। असललाई ठिकै छ, यो प्रसङ्गलाई त्यहाँ टुङ्ग्याउँ। र एउटा अन्तिम प्रश्न चाहिँ यो फेरि लीला लेखनमै आउने, यो लीला लेखनको अहिले वर्तमान चरणमा चाहिँ सिर्जना र समालोचना कहाँ पुग्यो? सिर्जना चाहिँ अब समालोचना चाहिँ मान्छेले अहिले त्यति धेरै गरेका छैनन्, किनभने पहिला कुरा त लीला लेखनै चाहिँ एउटा ट्रेडिसनल जुन साहित्य लेखनको फर्मेटभित्रका मान्छेहरू छन्, साहित्य चाहिँ छन्, साहित्यकार त भए मान्छे, किनभने उमेरमा सबै एकचोटि गायक र गजलकार हुन्छ भने जस्तो साहित्य लेख्नै पनि आए मान्छे, तर ती लेख्ने मान्छेले त ती सबै अध्ययन गरेर त लेखेनन्। अनि लीला लेखनको बारेमा अध्ययनै पनि मान्छेहरूले अहिले जो भइराखेका साहित्यकारहरू छन् उनीहरूले गर्न सकेको छैनन्। अनि लीला लेखन गर्ने मान्छेहरू जो छौँ हामीले पनि नयाँ पुस्तालाई बुझाउन सकेको छैनौँ होइन। त्यसले गर्दाखेरि लीला लेखनको त्यो पार्टमा काम गर्ने मान्छेहरू अलिक कम भए होइन। त्यस कारण तर सिर्जनामा त मैले भने राम्रो सिर्जनामा लीला लेखन त आयो। अब लीलाको समालोचना गर्न त लीलै लेखेको जानेको मान्छे त हुनु पऱ्यो नि त, लीला हो कि होइन भन्नु पऱ्यो। तपाईँ चाहिँ महिलाको पाठेघर जाँच्नु पऱ्यो भने त गाइन नै पर्नु पऱ्यो त, हात जोड्नेले त गर्न सकेन होइन। त्यस्तो हात जोड्ने हेर्नु पऱ्यो भने पनि त न्युरोले त गरेन होइन। त्यस्तै हाम्रोमा लीला लेखन पढ्ने मान्छेहरू र लीला लेखन बुझ्नुपर्छ भन्ने साहित्यकारहरूको चाहिँ समालोचना गर्ने पाठको मान्छेहरू छैन। फेरि अहिले चाहिँ के आयो भने समालोचकहरू चाहिँ अलिक हराउँदै गए एउटा। अर्को चाहिँ के हो भने पत्रिकाहरूले अलिअलि गर्छन् तर ती व्यवसायिक भए। जस्तो तपाईँले चाहिँ कान्तिपुरमा अलिअलि आयो, कोलिकेमा आयो भन्छ भने उनीहरू चाहिँ तपाईँको किताब पब्लिक रिलेसन व्यक्तिगत होइन, व्यक्तिगत सम्बन्धको आधारमा तपाईँको चाहिँ लेखिदिने भयो एउटा। अर्को चाहिँ तपाईँलाई पैसा दिएपछि मात्रै लेखिदिने भयो क्या। पैसा नदिकन तपाईँको कृतिको बारे 1 इन्च लेख्दैन एउटा। अर्को चाहिँ जुन पब्लिकेसनहरू छन् ती पब्लिकेसनहरूको चाहिँ त्यो प्रकाशकहरूसितको चाहिँ आफ्नो रिलेसन हुँदो रहेछ होइन। जस्तो मेरै किताब त्यत्रो मैले अशोक थामा लेखेँ होइन, 28 साल मेरो त्यो कान्तिपुरमा किताब आयो भनेर पनि समाचार यत्रो 4 लाइन समाचार पनि आएन क्या कहिले पनि होइन। जबकि साथीहरू त छन् तर किन आएन? व्यावसायिकता सुरु भएको छ। व्यावसायिकता सुरु भएको छ। मलाई लाग्छ प्रकाशक जुन मेरो प्रकाशन गर्ने प्रकाशकसित उनको लिङ्क थिएन कि यो केही कुराहरूले भर गर्दो रहेछ क्या। तपाईँ जति सबै राम्रो लेख्नुहोस्। हाम्रो देशमा अहिले यत्रो झमेला भएको यस्तै कुराहरू त हो नि। मिडिया पनि चाहिँ उल्टे भयो। म आफै सञ्चार क्षेत्रमा पनि छु तर सञ्चार क्षेत्र पनि राम्रो भएन। त्यस्तै साहित्यिक पत्रकारिताको कुरा त उही 1-2 एकाडेमीहरूले केले थामिदिएको साझाले अलिअलि गरिदिएको छ। साहित्यिक पत्रकारिता त लगभग सुहा भइसक्यो। अनि लेखक जो छन् पुराना मान्छे पैसा नदिकन लेख्ने भएन। अब तपाईँ किताब चाहिँ प्रकाशकले लेखेको किताब 1-2 जनालाई पैसा दिएर बिक्रीको आधारमा लेखाउँदा
तर पैसा हालेर तपाईँले पैसै उठ्दैन किताब बाँड्नुपर्छ पर्छ होइन किताब बाँड्नुहुन्छ तपाईँ छापेर अब छापेर किताब बाँड्नु छ फेरि मेरो बारेमा लेखिदिएँ भनेर अर्को पैसा किन खर्च गर्नु ओके त्यो त सत्य अनि त्यो झमेला भएकोले गर्दा यो लेखनको विषयमा समालोचनको पाठै अहिले चाहिँ अलिक खोजेर छ यो लीला लेखनसँग मात्रै होइन कि समग्र साहित्य क्षेत्रमा समालोचनाको पक्ष चाहिँ एकदम कमजोर छ एकदम कमजोर छ ल निकै बेर पो भयो आइदिएपछि है धन्यवाद यो पनि यति बेर पनि कुरा गर्नुको पाइयो मलाई पनि एकदम खुसी लाग्यो तपाईँसँग पहिलो संवाद गर्न पाउँदा ल हस् ल हस् ल धेरै धेरै धन्यवाद धन्यवाद